Hello everyone. के छ तपाईँ खबर यार आफ्टर लङ टाइम होइन वी आर ब्याक विथ न्यू अनबक्सिङ भिडियो अफ तराज आजको भिडियोमा के छ भन्दाखेरि चाहिँ मैले एउटा घडी देखेको थिएँ कि स्मार्ट वाच दामी यार वाउ अनि चाहिँ अब मैले हो कि नै भनेर त्यसलाई चाहिँ टेस्ट गर्नलाई उ गरेको छु यसमा चाहिँ फिचर के यहाँ देखिरहेको छ स्न्यापच्याट युट्युब टिकटक फेसबुक होइन के देखाइरहेको छ अब यसमा छ कि छैन चल्दै कि चल्दैन भन्नलाई चाहिँ भिडियो लास्टसम्म हेर्नु बाँकी सबै फिचर चाहिँ एउटा एउटा गरेर देखाउँछु कि एउटा नछोडिकन त्यो लास्टसम्म हेर्ने कि ल अब यो चाहिँ हाम्रो स्मार्ट वाच भयो साथीहरू आज स्ट्यान्ड चाहिँ मेरो अलि उहाँ उ भएको छ मैले सामान सब प्याक गरेर राखिसकेको थिएँ त्यही भएर हो अलि अब ननिकाल्नु भनेर यस्तो हुन्छ होइन स्टार्टिङ यो चाहिँ तपाईँको म्यानुअल भयो यो कामको छैन अनि यो चाहिँ तपाईँको चार्जर भयो यो चाहिँ के हो यार मैले बुझेन कि पिक जस्तो छ यार गिटारको पिकहरू काम लाग्ने यो त होइन त्यस्तो छ क्या पिक जस्तो छ यो चाहिँ अब किनिदिएर मैले बुझेको छैन अनि स्ट्र्याप भयो ओरेन्जमा आयो यार अलि अर्को कलर भइदियो भने स्ट्र्याप चाहिँ पाउनु पर्ने हुन्छ अब मेन खेल चाहिँ यसमै हो स्ट्र्याप त सब मिल्छ अलि नपाउनु भने यही हो किनकि यो महँगो पाउँछ नि त उ चाहिँ स्ट्र्यापहरू सस्तो मिल्ने भयो यो चाहिँ अलि महँगो पाउँछ अब यसको फिचर चाहिँ यसमा चाहिँ फेरि बबाल छ क्या केटाहरू त्यो पनि इमेजिन पनि गर्न सक्दैनौ यहाँदेखि खोल्ने हो कि कस्तो समथिङ यसरी खोल्ने हुनुपर्ने हुन्छ ल यसरी खोलेर वाह तिमीले जति सोचिरहेको नि त्यस्तो छैन कि केटाहरूले देख्यो भने थाहा हुन्छ लङ प्रेस बट गर्ने प्रेस गर यहाँलाई होइन अहिले पावर अफ फुल्छ एकछिनमा हेलो वाट्सअप गाइज हेलो वेलकम टु हुड होइन त्यसपछि चाहिँ अनि के छ भन्दाखेरि एकैछिन खुल्न दियो पुरा त्यसपछि यस्तो आउँछ क्या वाच एओएस अनि यो चाहिँ हाम्रो वाच खुल्सकेपछिको हो एकैछिन केटाहरू है अनि खुल्सकेपछि यस्तो देखाउँछ यो हेर न डाइनामिक त्यो पनि यस्तो मजा आउँछ कहिले काहीँ अझ एक ह्यान्डले देखाउँछ तिमीलाई होइन केटाहरू मेरो स्ट्यान्डमा भित्र आइसकेको छ आज त्यो भएर यो चाहिँ हामीले उल्टा समाते यस्तो उल्टा मार्ने अनि यहाँ हेर केटाहरू 62% चार्ज छ फेरि माथि हेर वाइफाई हो फेरि साइन इन नेटवर्क एनसेलको सिम पनि लाग्छ यसमा सिम पनि हालेको छु मैले अनि यता यस्तै माथिबाट गऱ्यो भने यहाँ वाइफाई छ हेर ब्राइटनेस कम भोल्युम अनि भोल्युमको चाहिँ यस्तै अब आउँछ हेर यहाँ वाइफाई छ ब्लुटुथ छ एयरप्लेन मोड छ सेटिङ छ अनि डायल गर्ने अप्सन छ ग्यालरीको छ अनि चाहिँ यो भयो अनि यता हामीले यो बटनलाई घुमायो भने चाहिँ यसरी यो चेन्ज हुन्छ क्या हाम्रो यो तपाईँ आइकन भन्छ नि के भन्छ त्यो चेन्ज हुने हुन्छ नो मोड डायल हुन्छ मैले यहाँ त्यस्तो दामी छ नि त हेर खतरा अरू पनि छन् अब त्यो त तपाईँलाई सबैलाई थाहा छैन अब यस्तो त अलि नर्मल हुने यो चाहिँ मलाई ठिक लाग्यो अलि अहिले चार्ज चाहिँ बढी खान्छ क्या अहिले 62% फेरि मोबाइलको गेस्ट जस्तै काम गर्छ क्या यताबाट अरे वाह फोन कन्ट्याक्ट यहाँ हेर सिरी गुगललाई काम गराउँ गूगल चल रहे बेटे ल एकछिनमा ट्राई गर्छु यसलाई म यो छोड यस तलबाट गऱ्यो भने यता अब यो हाम्रो यो आउँछ क्यालेन्डर यो डेट बिएम पिएम स्पोर्ट्स मोड यो समथिङ अनि हामीले अल एप यहाँबाट गयो भने भयो नत्र बटनलाई ब्याक गरेर यताबाट गयो भने भयो यहाँबाट सबै एपबाट एपहरू आउँछ अनि यो त क्लक भयो क्यालेन्डर फोन कन्ट्याक्ट क्यामेरा काम गर्न सोच्नु होला हेर क्यामेरा पनि काम गर्छ है यो देखाइरहेको छ अहिले पनि यो कुन क्यामेरा अहिले यो ब्याक क्यामेरा है अनि फ्रन्ट क्यामेरा गराउनलाई के गर्ने कि यस्तै स्लाइड गर्ने माथि फ्रन्ट क्यामेरा अहिले भित्रको यहाँ क्यामेरा निकाल्नु पर्ने हुन्छ यसलाई चाहिँ अलि चाहिँ यो मतलब आफै आउला सोचेको थिएँ निकाल्नु पर्ने हुन्छ यस्तो गर्ने यस्तो हुन्छ होइन यहाँबाट चाहिँ उयो गर्ने क्या हेर्नुहुन्छ यहाँबाट क्यामेरालाई तान्नुपर्छ बाहिर तान्नुपर्ने हुन्छ हेर अब चाहिँ यो भयो देखायो कि मैले अहिले स्टाइलिसमा बनाएर छु क्यामेरा त अहिले बबाल हो नि त यार उहाँबाट उसले मेरो भिडियो देखाइरहेको छ यहाँबाट तपाईँले मेरो कसरी भिडियो बनाएर सुट गरिरहेको त्यो देखाइदिइरह मैले देखाउँछु जस्तरी यार उसले क्यामेरा चाहिँ मेरो देखाइरहेको छ मैले चाहिँ तपाईँले देखाइरहेको छु क्यामेरा पनि ठिकै छ एउटा भिडियो बनिरह अनि यसलाई क्यामेरा फोटो मोडमा पनि जान सकिन्छ यहाँ क्लिक गरेर फोटो मोडमा गयो क्लिक भन भाइ मैले यो फोटो मोडमा गयो क्यामेरा यस्तो छ अनि यस्तै फेरि माथि गऱ्यो भने ब्याक क्यामेरा हुन्छ तपाईँको ब्याक क्यामेरामा यस्तो छ हेर्नु ब्याक क्यामेरा यहाँ छ अब यस्तो गर्नुपर्ने हुन्छ तपाईँ पछाडि चार्जिङ सिस्टम देखाइरहेको नै हो
अनि क्यामेरालाई प्रेस गरेपछि भित्र गर्दै नै यो क्यामेरा बन्द हुन्छ अनि बटन ब्याक गर्ने बित्तिकै पहाडी नत्र यसलाई गेस्चर मोड जस्तै यस्तो गरेर यताबाट कुनाबाट एकछिन है यस्तै नै जस्तै भएपछि अब भनेपछि म्युजिक ग्यालरी हुने भयो नो म्युजिक फाउन्ड यस्तो हो गेस्चर काम गर्छ क्या अनि सेटिङमा एउटा जासुस चिज देखाउँ मोबाइल नेटवर्क वायरलेस ब्लुटुथ सब हुने भयो यसकोमा कति होला ऱ्याम स्टोरेज त्यो कथा छ एकैछिन है म तपाईँलाई देखाउँछु माफी पनि छक्क पऱ्यो यति रहेछ कि अबाउट वाचमा गएर स्टोरेज हेर्ने हो 64 GB स्टोरेज छ यार गाइज नट अ जोक यार 64 GB स्टोरेज 41.34 GB खाली छ यो त साला मोबाइल जस्तै छ कि यसको प्राइस कति भन्दाखेरि लास्टमा भन्नु होला लास्टमा हेर्नु होला अनि बाँकी त इएमआई सबै हरायो भने सब ट्रेस गर्न पाइन्छ क्या हेरेर त आइएमई नम्बर सब दिएको छ यार यो त सब छ कि मजा आयो कि यो त पुरा मोबाइल जस्तो छ बराबर अब चल्छ कति थाहा भएन मलाई पनि बाँकीहरू त सब एप स्टोर सब भिडियो क्लिनिङ साउन्ड सब काम गर्छ के ट्रान्सलेटर नै काम गर्छ यहाँ हेर टिकटक चलाएर देखाउँ टिकटक चल्छ है एकैछिन यो आयो अब आफ्नो भिडियो सर्च गर्नु पऱ्यो आफ्नो भिडियो सर्च गर्छ है केटाहरू अब सर्चमा आनु भाइ सर्चमा डिस्कभर सर्चमा जान रे यहाँ यस्तै पुरा टाइपिङ गर्ने सिस्टमै छ कि पुरा मोबाइल जस्तैमा MOHIT एम भएन यार अरे यार डट हुन्थ्यो त याम लेख्ने बित्तिकै टिकटकमा मोहित राज जोशी हुन्छ फर्स्टमा क्लिक गर्ने टक्क त्यसपछि भिडियो आउँछ मोहित राज जोशीको 650 मात्रै फलोवर चाहिँ जिन्दगी यहाँ बढेन क्या यार साँच्ची भने अनि यहाँ चाहिँ ट्याक्क आफ्नो भिडियो आउने मजाले यत्तिकै हेर्ने पढायो त्यही मोरको आरी बानीले हेर केटाहरू टिकटक सिकटक मस्त चल्छ होइन अनि तपाईँ अर्को जात देखाउँ यसरी ब्याक गर्ने नत्र बटन डाइरेक्ट चेप्ने सिधा ब्याकमा लाग्छ अनि यहाँबाट गएर तल कहाँ युट्युब थियो कि नि यार युट्युब चाहिँ मैले ध्यान दिएन केटाहरू ए युट्युब डाउनलोड गर्नुपर्ने हुन्छ क्या अब एकैछिन त्यसलाई डाउनलोड गरौँ कि नगरौँ त्यसलाई डाउनलोड गरेर देखाउँछ तिमीहरूलाई एकैछिन यहाँ प्ले स्टोरमा कहाँ स्पोर्ट्समा गयो यार माथि प्ले स्टोरमा जाने इन्स्टाग्राम चल्छ यार प्ले स्टोरमा साइन इन गर्नुपर्ने हुन्छ साइन इन गर्ने मलाई मन छैन अहिले केटाहरू होइन पछितिर गरौँला ब्याक गर बाँकी यस्तै हो सब एसिस्टेन्ट गुगल सब काम गर्छ क्या टिकटक फेसबुक लाइट वाट्सएप सबै अब सेटअप गर्नुपर्ने छ सेटअप बिस्तारै गर्नलाई फेस लक छ क्यालकुलेटर छ स्पोर्ट्स मोड अरे बबाल छ प्राइस चाहिँ कति भन्दाखेरि 8,000 देखाइरहेको थियो अनि कति समथिङ 7,000 कति 600 त्यो प्लस 150 रुपियाँ डेलिभरी चार्ज के बबाल ठिक छ केही छैन मोज छ बाहाड छ यस्तो योमा दामी लाग्यो क्या हातमा लगायो भने पनि फिट सेम छ न त यो पनि हेर मलाई कस्टमाइज गरेर भने त बराबर छ डिस्प्ले त खालि फीचर छैन नर्मलवाला हो यो अलि प्रो अल्ट्रामा गयो यति हो ल गाइस।